मूल व्यवस्थापन समिति श्री माधव नारायण गोस्वामी व्रत तथा शाली नदी सुधार समिति हार्दिक स्वागत गर्न चाहन्छौँ। श्रद्धालु भक्तजनहरू, श्री माधव नारायण भगवानको यस पवित्र ऐतिहासिक तीर्थस्थल शाली नदीमा तपाईहरू माधव नारायण भगवानको दर्शन गर्ने क्रममा हुनुहुन्छ र सहज रूपमा सजिलै दर्शन गरी अगाडि बढ्दिनको लागि म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यस पवित्र भूमिमा निर्माणाधीन कार्यमा सहभागी हुन चाहनुहुन्छ भने हाम्रो माइकिङ स्थलहरूमा सम्पर्क राख्न सक्नुहुन्छ। श्रद्धालु भक्तजनहरू, यस पवित्र भूमिमा यहाँहरूलाई यस मूल व्यवस्थापन समिति हार्दिक स्वागत गर्न चाहन्छौँ र भिड बढेको अवस्थामा आफ्नो सामान गरगहना जिन्सीलाई सुरक्षित साथ राख्नुहोला। त्यसै गरी देशी गाउँबाट पाल्नुभए झलक बडाइलीज्यूबाट श्री माधव नारायण भगवानलाई सम्झेर 505 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। झलकज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण हो। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। त्यसै गरी भक्तपुरबाट पाल्नुभए शारदा फैजुज्यूले 150 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। शारदाज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण हो। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। त्यसै गरी भक्तपुरबाट नै पाल्नुभए इन्द्रमाया सुवालज्यूबाट पनि श्री माधव नारायण भगवानलाई सम्झेर 150 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। इन्द्रमाया सुवालज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण हो। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्। उहाँहरूको सुस्वास्थ्यको लागि पनि श्री माधव नारायण भगवानसँग हामी कामना गर्न चाहन्छौँ। श्रद्धालु भक्तजनहरू, भेदभाव गरेको छ। तपाईँहरूका सर सामान जिन्सी गरगहना सुरक्षित साथ आफै व्यवस्था गर्नको लागि हामी यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ। मेला व्यवस्थापन समिति यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। श्रद्धालु भक्तजनहरू, सहयोगकै क्रममा 75 जिल्लाबाट पाल्नुभएका हाम्रा श्रद्धालु भक्तजनहरू श्री माधव नारायण भगवानलाई सम्झेर सहयोग प्रदान गर्दै हुनुहुन्छ। सहयोगकै क्रममा हेटौँडादेखि पाल्नुभएका लक्ष्मी देवी श्रेष्ठज्यूबाट पनि 505 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। लक्ष्मी देवी श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण हो। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। उहाँहरूको परिवारलाई श्री माधव नारायण भगवानले रक्षा गरून्। यसै गरी सहयोगकै हातहरू अघि बढिरहेको छ र श्रद्धालु भक्तजनहरू, आज शनिबार भएको कारणले गर्दा भिड बढेको छ। तपाईँहरू लाइनमा बस्नुभएका श्रद्धालु भक्तजनहरू छिटो छरिटो सहज रूपमा श्री माधव नारायण भगवानको दर्शन गरेर अगाडि बढ्नको लागि पनि यहाँहरूलाई हामी मेला व्यवस्थापन समिति हार्दिक अनुरोध गर्न चाहन्छौँ। श्रद्धालु भक्तजनहरू, हाम्रा स्वयंसेवक साथीहरू तपाईँहरूलाई व्यवस्थित रूपमा दर्शन गराउनको लागि खटिराख्नु भएको छ। तपाईँहरूले उहाँहरूले भनेका कुराहरूलाई मानेर छिटो छरिटो श्री माधव नारायण भगवानको दर्शन गरेर अगाडि बढ्नको लागि हामी यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ। तपाईँहरूका केही समस्या भएका छन् भने, तपाईँहरूलाई स्वास्थ्य अप्ठ्यारो भएको महसुस गरेको छ भने हामीलाई यस माइकिङ स्थलमा आई सम्पर्क राख्न सक्नुहुन्छ। त्यसै गरी 1 महिने निःशुल्क स्वास्थ्य शिविर पनि यो पिपलकोट अगाडि सञ्चालन भएको कुरामा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र तपाईँहरू स्वास्थ्य लाभ लिन सक्नुहुन्छ। त्यसै गरी तपाईँहरूका गुनासा छ भने हाम्रो माइकिङ स्थलमा पनि सम्पर्क राख्न सक्नुहुन्छ। त्यसै गरी सामुदायिक प्रहरीद्वारा सञ्चालित नागरिक डेस्कमा गएर पनि आफ्ना गुनासाहरू सल्लाह सुझावहरू राख्न सक्नुहुन्छ। श्रद्धालु भक्तजनहरू, त्यसै गरी हाम्रो शाली नदी पवित्र भूमिमा तपाईँहरू हुनुहुन्छ। पोखरीमा तपाईँहरू स्नान गरिराख्नु भएको छ। स्नान गरिसकेपछि तपाईँहरूलाई लुगा फेर्नको लागि प्रबन्ध गरेको सेट छ। तपाईँहरू नुहाइसकेपछि ठिक राइटमा गएर 5 मिटर मात्र सँगै लुगा फेर्ने ठाउँ छ। लुगा फेर्ने ठाउँमा नै गएर लुगा फेरिदिनको लागि पनि म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। श्रद्धालु भक्तजनहरू, तपाईँ पोखरीमा स्नान गरिराख्नुभएका श्रद्धालु भक्तजनहरूलाई पोखरीसँगै राइट स्थानमा गएर लुगा फेर्नको लागि पनि म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
तीर्थस्थल काली नदीमा हुनुहुन्छ यहाँलाई मूल व्यवस्थापन समिति श्री माधव नारायण सुस्तानी व्रत तथा काली नदी सुधार समिति हार्दिक स्वागत गर्न चाहन्छौँ। श्रद्धालु भक्तजनहरू श्री माधव नारायण भगवानको यस पवित्र ऐतिहासिक तीर्थस्थल काली नदीमा तपाईँहरू माधव नारायण भगवानको दर्शन गर्ने क्रममा हुनुहुन्छ र सहज रूपमा सजिलै दर्शन गरी अगाडि बढिदिनको लागि म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। श्रद्धालु भक्तजनहरू लाइन निकै बढिसकेको अवस्था छ। तपाईँहरू ढिलो गरी अगाडि बढ्दा पछाडिका हाम्रा श्रद्धालु भक्तजनहरूलाई दर्शन गर्न गाह्रो अप्ठ्यारो भएको कुरो हाम्रो व्यवस्थापन समितिमा गुनासो आएको छ। त्यसकारण तपाईँहरू छिटो दर्शन गरी अगाडि बढिदिनको लागि हामी तपाईँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ। श्रद्धालु भक्तजनहरू श्री माधव नारायण भगवानको दर्शन गर्ने क्रममा भक्तजनहरू श्री माधव नारायण भगवानको यस पवित्र तीर्थस्थलमा माधव नारायण भगवानको दर्शन गर्न आउनुभएका अनिता बुढाथोकीज्यूलाई उहाँको साथी रिटा बुढाथोकीज्यूले यो काली नदी खोला सँगैको माइकिङ स्थलमा तपाईँहरूलाई कुरेर बस्नुभएको छ। कृपया तपाईँहरूले यो आवाज सुनेर हाम्रो खोला छेउको माइकिङमा तपाईँको साथी रिटा बुढाथोकी कुरेर बस्नुभएको छ। अनिता बुढाथोकीज्यू त्यहाँ सम्पर्क राख्नुहोला। पुनः एकचोटि अनिता बुढाथोकीज्यू तपाईँ कतै हुनुहुन्छ र यो माइकिङको आवाज सुन्नुभएको छ भने तपाईँका साथी रिटा बुढाथोकीज्यू खोलासँगैको माइकिङमा तपाईँलाई वेट गरेर बस्नुभएको छ र खोलासँगैको माइकिङमा गएर रिटा बुढाथोकीज्यू तपाईँ सम्पर्क राख्नुहोला। पुनः एकचोटि अनिता बुढाथोकीज्यू तपाईँ कतै हुनुहुन्छ र यो माइकको आवाज सुन्नुभएको छ भने तपाईँका साथी रिटा बुढाथोकीज्यू खोलासँगैको माइकिङमा तपाईँलाई वेट गरेर बस्नुभएको छ। तपाईँ त्यहाँ सम्पर्क राख्नुहोला। श्रद्धालु भक्तजनहरू आज शनिबार भएको कारणले गर्दा श्रद्धालु भक्तजनहरूको भिडभाड बढेको छ। आफ्नो सरसामान गहना जिन्सी सुरक्षित साथ आफै व्यवस्था गर्नको लागि पनि हामी मेला व्यवस्थापन समिति यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी श्री माधव नारायण भगवानलाई सम्झेर पुरानी कण्ठदेखि पाल्नुभएकी रिटा श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको नामबाट श्री माधव नारायण भगवानलाई सम्झेर 505 रुपियाँ प्रदान गर्नुभएको छ। रिटा श्रेष्ठज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। उहाँलाई श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। उहाँहरूको सुस्वास्थ्यको पनि कामना गर्न चाहन्छु। श्रद्धालु भक्तजनहरू यहाँहरू पनि श्री माधव नारायण भगवानलाई सम्झेर श्री माधव नारायण भगवानको पवित्र तीर्थस्थलमा निर्माण केही कार्यहरूमा सहभागी हुन चाहनुहुन्छ भने यस माइकिङ स्थलमा आई सम्पर्क राख्नको लागि पनि यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। श्रद्धालु भक्तजनहरू आज शनिबार श्री माधव नारायण भगवानको यस महिने मेलाको दोस्रो शनिबार भिड बढेको छ। श्री माधव नारायण भगवानको दर्शनको क्रममा तपाईँहरू लाइनबद्ध भई अगाडि बढ्नु भएको छ र हाम्रा साथीहरू हाम्रा स्वयंसेवक साथीहरू पनि तपाईँहरूलाई व्यवस्था गर्नको लागि दर्शन गराउनको लागि खटिराख्नु भएको छ। छिटो दर्शन गरेर अगाडि बढ्नको लागि पनि हामी तपाईँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र श्री माधव नारायण भगवानको यस पवित्र भूमिमा निर्माणाधीन कार्यहरूमा पनि तपाईँहरू सहभागी हुन चाहनुहुन्छ भने यस माइकिङ स्थलमा आई सम्पर्क राख्न सक्नुहुन्छ। श्रद्धालु भक्तजनहरू मूल कार्यक्रम जारी नै भएको हुँदा छिटो भगवानको दर्शन गरी गन्तव्य स्थानतिर लागिदिनु हुन पनि मेला व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछ। श्रद्धालु भक्तजनहरू तपाईँहरू खुर्किनामा नअड्किदिनु होला र बाटोमा पनि अलमल नगरिकन छिटो भगवानको दर्शन गरिरहनुभएका तथा भोलिन्त साझको कुरा पनि मानिदिनु हुन यस मेला व्यवस्थापन समिति विनम्र अनुरोध गर्दछौँ। साहित्य पुण्यभूमि धार्मिक तीर्थस्थल स्थानीय दिनमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा
त्यसरी प्रथमतः कानुन सुधार समिति हार्दिक स्वागत गर्दछु। साथै सकारात्मक सेवाका निमित्त खटिरहनुभएका प्रहरी दाइ दिदी, स्काउट तथा रोन्टो साथीको कुरा मानिलिनु हुन यस मेला व्यवस्थापन समिति विनम्र अनुरोध गर्दछु। आदरणीय श्रद्धालु पाठकहरू, बाटोमा उभिएर गफ गरेर भिडियो गरेर नबसिकन प्रियलाल बन्तीज्यू र उहाँको सम्पूर्ण परिवारको कल्याण होस्। उहाँको श्री माधव नारायण भगवानले रक्षा गरून्, कल्याण गरून्। जय श्री माधव नारायण। त्यसै गरी लक्ष्मी सुभद्रज्यूले पनि भक्तपुरबाट